यदि तपाईँले पेपे क्रेडिट कार्ड जति युज गरे पनि जम्मा 3000 मात्र काटिराखेको छ भने तपाईँको यो प्रब्लम हुनसक्छ। एउटा दाइको यस्तै प्रब्लम रहेछ अनि उहाँको चाहिँ सल्भ गरेको छु। अनि यो भिडियो अन्तिमसम्म हेर्नुहोस् होला। यहाँबाट तपाईँले केही थप कुराहरू जान्न सक्नुहुन्छ। अनि अब मन पर्यो भने मलाई फलो पनि गरिदिन्छ है। कति महिना भएर तपाईँले क्रेडिट कार्ड चलाउनु भएको? क्रेडिट कार्ड आएको 1 महिना भयो? ए तपाईँले सायद यो फ्रड त रिभ्यू गर्नुभयो होला कि? यहाँ चाहिँ यो महिना चाहिँ 80,000 देखाएको छ। यो चाहिँ 80,000 आउँछ भनेको चाहिँ होइन कि यो है। अब तपाईँ रिभ्यूमा छ भने चाहिँ अब 14 तारिकतिरबाट चाहिँ चेन्ज हुन्छ कि। सबै यो टोटल देखाए पनि यही आउने भन्ने होइन कि। तपाईँको पहिला योभन्दा पहिलाको हेर्छु है त। साङ्गाचीकोमा यो भनेर देखाएको छ है। निगाचीमा सान्जेन भनेर लेखेको छ। तल सबै तल देख्नुभएको छ तपाईँले रिभो भनेर लेखेको। सबै तपाईँले तिर्नु भएको सबै छ नि 4000 7000 युज गर्नुभयो रहेछ होइन। त्यो सबै जम्मा तपाईँको कति आएको थियो? 3000 मात्र आयो क्या। यो भनेपछि तपाईँको सबै यो फ्ल्याट यो जिदो रिभो भन्ने हुन्छ होइन। तपाईँले सबै चलाएको छ नि सबैलाई 3000 डिफल्ट पेमेन्ट चाहिँ यसको रिभोको चाहिँ 3000 मात्र पेमेन्ट हुन्छ कि। पेमेन्ट 3000 मात्र कोर्स हुन्छ क्या डिफल्टमा। सुरुमा एप्लाई गर्ने बेला धेरैले मिस्टेक गरिरहेको हुन्छ है। एकदम विचार गर्नुपर्ने हुन्छ। त्यही भएर एकदिन तपाईँले युज गर्दै यस्तै तरिकाले युज गर्दै जानुभएको भने तपाईँले इन्ट्रेस्ट मात्र तिरेको अवस्था हुँदै जान्थ्यो कि। यहाँ 80,000 देखाएको छ नि तपाईँको यो छिटो नि काट्ने नि 3000 हो क्या। अहिले त देखाएको छैन यसको चाहिँ 80,000 देखाए पनि 14 तारिकमा चेन्ज हुन्छ कि। 3000 मात्र देखाउँछ। त्यो चेक गर्नलाई चाहिँ पहिले यहाँ जाने होइन कार्डमा जाने। कार्डमा गएर ओसी हराई चोसेमा ट्याप गर्ने होइन। अनि यहाँ मारुको त फुरात जिदो रिभो हो कि हो होइन। चेक गऱ्यो भने चाहिँ रियोच्यु भनेर देखाएको हुन्छ सायद। यहाँ तोरोकुच्यु भनेर लेखेको छ। तपाईँले सबै छ नि यहाँ 3000 देखाएको छ नि सबै युज गरेको 3000 मात्रै के मन्थली के 3000 मात्रै तिर्ने भएर देखाइरहेछ कि। यो चाहिँ तपाईँले खाइजो पनि गर्न सक्नुहुन्छ। मारुको त फुरत रिभो खाइजो सुरु भने चाहिँ क्यान्सल गर्ने के। त्यो चाहिँ तपाईँको एकैचोटि अहिले युज गरेको जुन 80,000 छ नि अर्को महिना तपाईँले 80,000 तिर्न पर्ने हुन्छ कि। यही महिना होइन यही महिना 80,000 तिर्न पर्ने हुन्छ। एकैचोटि चिर्न गाह्रो हो भने चाहिँ मैले चाहिँ के गर्नु सल्लाह सुझाव दिन्छु भन्दाखेरि कति सक्नुहुन्छ। जस्तै अब मैले 3000 यो महिना चाहिँ तपाईँले अब 20,000 अब त्यसरी राखिदियो भने होइन जस आफूलाई बुझ्न सजिलो भयो नि त। 20,000 गर्दाखेरि सबसे बेस्ट हुन्छ होला जस्तो लाग्छ कि। 20,000 गरिदियो हुन्छ। 20,000 गऱ्यो भने चाहिँ एकदम बेस्ट हुन्छ होला कि। किनकि तपाईँले यसो विचार गर्दाखेरि 20,000 भन्दा बढी चाहिँ खासै खर्च गर्नु नलाग्ने होइन। अनि त्यो भनेपछि नि अब जिदो रिभो त अब 20,000 छ भनेपछि त सबै जाने भयो नि त। 20,000 भन्दा तिर्न पर्ने भएन नि त। त्यो हो क्या। हुन्छ त 20,000 कि भयो। त्यही भएर म 20,000 मा ह्याङ्को गरिदिन्छु। ह्याङ्को दुईटै सपिङ चाहिँ तपाईँको नरहेछ। सपिङ र क्यासिङ नरहेछ तपाईँको। यहाँ तल चाहिँ ड्यास दिएको छुट्टै एप्लाई गर्नुपर्ने हुन्छ। त्यो एप्लाई गरिदिनु भने गरिदिन्छु कि 20,000 मिल्छ होला। मिल्यो भने चाहिँ गरिदिनु। यहाँ अप्सन आएछ भने 20,000 गरेँ मैले अफ गरिदिन्छु। स्लाइड तल गएपछि खाएको निन्न घामै नसुसम्म ट्याप गरिदिनु। 3000 बाट 20,000 मा चेन्ज भयो है। अब ह्याङ्को गरिदिनु। ह्याङ्को बसिमास् त। अब चाहिँ अहिले देखाउँदैन होइन। सायद अब 14 तारिक 15 तारिकतिर देखाउँछ कि। के भयो भने फेरि भन्नु मलाई होइन। अब फेरि भन्ने छ फेसबुकमा भन्ने पनि हुन्छ हजुरले। सायद भने 40,000 भनेपछि 20,000 आउँछ कि यो महिना होइन। 60,000 बाँकी रहन्छ भनौँ न। सजिलो पनि हुने भयो नि त त्यसो गर्दाखेरि।